नमस्कार प्यारा मित्रहरू, विश्वासको गहिराई र प्रेमको स्पर्श कविता शीर्षकको कविता पस्माउँदैछु, सुन्नुहोस्। पुरानो कथालाई पल्टाउनु छैन, पुरानो कथालाई पल्टाउनु छैन, बन्द भइसकेको बाटोमा फर्कनु छैन, अतीतको काँडाले वर्तमान खोज्नु हुँदैन। यो सम्बन्ध मेरो आज र भोलिको इन्द्रेणी हो। प्रेममा डुब्नु अघि सजिलो साथी बनाऊ, प्रेममा डुब्नु अघि सजिलो साथी बनाऊ, हाँसो र आँसु बाँड्ने प्रिय साथी। जहाँ डर छैन, शङ्काको बादल छैन, त्यो मित्रता नै प्रेमको अटुट छाया हो। ससाना कुरा पनि भनौ, ससाना कुरा पनि भनौ, नछुट्याइकन तिम्रो दिनका हरेक रङ उत्साहले भर्न। दौडधुपको भिडमा पनि तिमीलाई समय होस्, किनकि प्रेम क्यालेन्डरको काम होइन, श्वास हो। झुटको सानो धब्बाले विश्वासको ऐना फुट्छ, झुटको सानो धब्बाले विश्वासको ऐना फुट्छ, जसले मनमा चिसो र एक्लो रात सिर्जना गर्छ। एउटा सानो सत्य हजारौं मिठा बहाना भन्दा ठुलो। हाम्रो सम्बन्ध खुल्ला किताब जस्तै पारदर्शी होस्। रोमान्स भनेको जिन्दगीको मधुर सङ्गीत हो, बिना तारको गिटार तर मन धुने धुन, तर मन छुने धुन। लामो यात्रामा हात समाउनु, अङ्गालोमा हराउनु। रोमान्स शरीरमा होइन, आत्माको मिलनमा बस्नु। मौनताले कहिल्यै प्रेमको पुल बनाउँदैन, मौनताले कहिल्यै प्रेमको पुल बनाउँदैन। बोली नै हो जसले मनको घाउ निको पार्छ। जब कुराकानी रोकिन्छ, दूरी बढ्न थाल्छ। हरेक दिनको बोली चाली नै सम्बन्धको जीवन जल हो। सबैलाई थाहा छ, सबैलाई थाहा छ, बाटोमा अरू आकर्षण फुलहरू भेटिन्छन्। सबैलाई थाहा छ, बाटोमा अरू आकर्षण फुलहरू भेटिन्छन्। तिनीहरूको सुगन्धले एकैछिन विचलित पनि पार्ला, तर प्रतिबद्धता भन्ने कुरा आत्मसम्मान हो, जसले भन्छ म तिम्रो हुँ र यो मेरो सीमा हो। यो बोझ होइन, यो आनन्दको यात्रा हो, जहाँ प्रेम तनाव होइन, मुटुलाई शान्ति दिने लहर हो। सम्बन्धलाई कहिल्यै काम नमानौ, बरु उत्साह मानौ। तर यो प्रेम कहिले अल्छे र निराश हुने छैन, यो प्रेम कहिले अल्छे र निराश हुने छैन। मिन तामाङ नुवाकोट।